नमस्कार, मेरो युट्युब च्यानलमा यहाँहरू सबैलाई स्वागत गर्दछु। आज म बैंक रिकन्सिलिएसन स्टेटमेन्ट के हो र त्यससँग सम्बन्धित समस्याहरूलाई कसरी समाधान गर्ने भन्ने बारेमा परिचय दिँदैछु। जस्तो बैंक रिकन्सिलिएसन स्टेटमेन्ट, यसलाई हामीले नेपालीमा बैंक हिसाब मिलान विवरण भनेर भन्छौँ र यो बैंक हिसाब मिलान विवरणमा दुईवटा बुकको व्यवस्था गरिएको हुन्छ, जसमा एउटा क्यास बुक हुन्छ र अर्को पासबुक वा बैंक स्टेटमेन्ट भनेर दिएको हुन्छ। अब बैंक रिकन्सिलिएसन स्टेटमेन्ट वा बैंक हिसाब मिलान विवरणले के भन्छ भन्दाखेरि क्यास बुकको ब्यालेन्स र पासबुकको ब्यालेन्स जहिले पनि बराबर हुन्छ भनेर यसले सो गर्छ। अब जस्तो क्यास बुकको ब्यालेन्स र पासबुकको ब्यालेन्स बराबर हुन्छ भन्ने कुरा हामीले बुझिसकेपछि क्यास बुक र पासबुकको ब्यालेन्सलाई बराबर गराउने एउटा अकाउन्टिङ प्रोसेसलाई नै हामीले बैंक रिकन्सिलिएसन स्टेटमेन्ट भनेर भन्छौँ। यो बैंक रिकन्सिलिएसन स्टेटमेन्टमा क्यास बुक र पासबुक गरेर दुईवटा बुकको व्यवस्था गरिएको हुन्छ, जसमा यो क्यास बुक अकाउन्ट होल्डर वा कम्पनीसँग हुन्छ, वा जसको खाता हुन्छ त्योसँग हुन्छ, जसको बैंकमा खाता हुन्छ त्यसले पासबुक मेन्टेन गर्ने गर्छ र पासबुक चाहिँ बैंकले मेन्टेन गर्ने गर्छ। यदि ग्राहकको खाता वा ग्राहकको क्यास बुकमा यदि डेबिट ब्यालेन्स भयो भने त्यसले ग्राहकको खाता बढाउँछ र क्रेडिट भयो भने क्रेडिटले घटाउँछ। अनि पासबुकमा अथवा बैंक स्टेटमेन्टमा पनि यो डिआर भयो भने अथवा डेबिट ब्यालेन्स भयो भने यसले घटाउँछ हैन। बैंकमा बैंक स्टेटमेन्टलाई घटाइदिन्छ वा पासबुकलाई घटाइदिन्छ। यो पासबुक भनेको बैंकले हाम्रो खातालाई घटाउने काम गर्छ यदि डेबिट ब्यालेन्स भयो भने, र क्रेडिट ब्यालेन्स भयो भने बैंकले हाम्रो खातामा पैसा जम्मा गरिदिन्छ। यसले चाहिँ बढाउने काम गर्छ, यसले चाहिँ घटाउने काम गर्छ। अब हामीले यति जानिसकेपछि क्यास बुकमा डेबिट ब्यालेन्सलाई पोजिटिभ ब्यालेन्स पनि भन्छ, फेभरेबल ब्यालेन्स पनि भन्छ, अनि क्रेडिट ब्यालेन्सलाई चाहिँ नेगेटिभ ब्यालेन्स पनि भनिन्छ, अनफेभरेबल ब्यालेन्स पनि भनिन्छ र ओभरड्राफ्ट ब्यालेन्स पनि भनिन्छ। यसैगरी पासबुक अथवा बैंक स्टेटमेन्टमा डेबिट ब्यालेन्सलाई हामीले नेगेटिभ ब्यालेन्स भन्छौँ, अनफेभरेबल ब्यालेन्स भन्छौँ र ओभरड्राफ्ट ब्यालेन्स भन्छौँ। अनि क्रेडिट ब्यालेन्सलाई हामीले पोजिटिभ ब्यालेन्स र फेभरेबल ब्यालेन्स भनेर भन्छौँ। यति बुझिसकेपछि अब हामीले क्यास बुक र पासबुकलाई चाहिँ मिलान गर्दाखेरि हाम्रो क्वेसनमा यदि क्यास बुकको ब्यालेन्स दिएको छ भने है, क्वेसनमा यदि क्यास बुकको ब्यालेन्स दिएको छ भने हाम्रो एन्सर पासबुकमा आउँछ हैन। अनि यदि हाम्रो चाहिँ पासबुकको ब्यालेन्स यदि क्वेसनमा दिएको छ भने एन्सर चाहिँ हाम्रो क्यास बुकमा आउँछ। यति कुरा हामीले बुझ्नुपर्छ। अब बैंक रिकन्सिलिएसन स्टेटमेन्ट तयार पार्दाखेरि हामीलाई एउटा फर्मेट चाहिन्छ। त्यो फर्मेटको माथितिर हामीले के लेख्छौँ त, बैंक रिकन्सिलिएसन स्टेटमेन्ट अफ। यदि यहाँ कुनै कम्पनीको नाम दिएको रहेछ भने कम्पनीको नाम लेख्ने र एजनमा यहाँ मिति दिएको छ भने मिति लेख्ने, दिएको छैन भने यतिकै खाली छोडिदिने। यसमा पनि कम्पनीको नाम दिएको छ भने कम्पनीको नाम लेख्ने, दिएको छैन भने यतिकै छोडिदिने। आज यो बुककै हिसाब छ। यो क्वेसन नम्बर 3 अन रिकन्सिलिएसन अफ बोथ बुक्स
PV and CV of accounts, the following differences are located हुन्छ। पासबुक र क्यासबुकमा तलका फरकहरू चाहिँ देखिए भनेर भनेको छ। अब हामीले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि यहाँनिर दिएको छ द क्यास बुक सोड अ डेबिट ब्यालेन्स अफ रुपिज 40,000 हुन्छ। डेबिट ब्यालेन्स भनेको यो प्लस ब्यालेन्स हो। अनि अमाउन्ट रङली क्रेडिटेड बाई बैंक इन पासबुक भन्यो रुपिज 5,000 भन्यो। त्यसपछि चेक रिसिप्ट बट omitted to send for collection to bank भनेर भन्यो। यसमा चाहिँ 7,000। अनि बिल्स रिसिभेबल कलेक्टेड बाई द बैंक बट नट रेकर्डेड इन क्यास बुक 6,000 भनेर भन्यो। र डेबिट साइड अफ क्यास बुक इज ओभरकास्ट बाई 3,000 भनेर भन्यो। अब यो हिसाबलाई म यहाँ सल्भ गरेर देखाउँदैछु। जस्तो यहाँनिर हामीलाई क्यास बुकको डेबिट ब्यालेन्स दिएको छ। अब हामीले के लेख्नु छ डेबिट ब्यालेन्स एज पर क्यास बुक भनेर हामीले सुरुमा लेख्नु। डीआर ब्यालेन्स एज पर क्यास बुक भनेर लेख्ने र हाम्रो यसको एमाउन्टलाई यसमा लेख्ने। हाम्रो एमाउन्ट दिएको छ डेबिट ब्यालेन्स यो 40,000 दिएको छ। अनि 40,000 यहाँनिर लेख्छौँ। लेख्छौँ। अब हाम्रो यसपछि एड र लेसको कुरा हुन्छ। अब हामीले कुन कुन कुरालाई यो हाम्रो 1 नम्बरको पोइन्टलाई ल अब हामीले एड र केहीलाई हामीले लेस गर्नुपर्ने हुन्छ। जस्तो यहाँनिर दिएको छ अमाउन्ट रङली क्रेडिटेड बाई बैंक इन पासबुक 5,000 भनेको छ। अमाउन्ट रङली क्रेडिटेड बाई बैंक इन पासबुक। ल अब हामीले यसलाई वर्किङ बैंकमा हामीले बैंक पासबुकमा चाहिँ क्रेडिट भयो रङली कति 5,000 यहाँ। ल 5,000 यहाँ क्रेडिट भयो। अब यसको क्रेडिट र यसको डेबिट बराबर हुनुपर्छ। अब यता 0 छ। अब हामीले चाहिँ हामीलाई के दिएको छ भने यो क्यास बुकको ब्यालेन्स दिएको छ। अब हामीले घटाए पनि यो एड गरे पनि क्यास बुककै गर्ने र लेस गरे पनि हामीले यो लेस गरे पनि क्यास बुकै गर्ने है। त्यसकारण अब हामीले यसमा जस्तो बैंक स्टेटमेन्टमा के अरे बैंक स्टेटमेन्ट अथवा पासबुकमा चाहिँ 5,000 यो चाहिँ मिस्टेकली के भयो त क्रेडिट भयो। तर हाम्रो चाहिँ क्यास बुकमा त 0 छ। अब हामीले चाहिँ क्यास बुकमै बढाउने हो र क्यास बुकमै घटाउने। जस्तो यो 0लाई 5,000 बढाउनको लागि हामीले यतातिर के गर्नुपर्छ त हामीले प्लस 5,000 गर्नु पर्यो। अब यो हाम्रो प्लस भनिसकेपछि हाम्रो के भयो त क्यास बुकमा चाहिँ एड साइडमा जाने भयो है। यसलाई हामीले एडमा लेख्नु। ल एडमा लेख्दाखेरि हामीले के लेख्छौँ यो अमाउन्ट रङली क्रेडिटेड बाई बैंक इन पासबुक भनेर लेख्छौँ। हाम्रो यो चाहिँ 2 नम्बरको आइटम हो। अमाउन्ट wrongly credited in पासबुक भनेर लेख्छौँ। र हाम्रो चाहिँ कति क्रेडिट भएको छ भने हाम्रो क्रेडिट कति भएको छ भने यसमा यो 5,000 चाहिँ क्रेडिट भएको छ। ल यसलाई हामीले यहाँ 5,000 भनेर लेख्छौँ।
अब हाम्रो अर्को तेस्रो आइटम छ चेक रिसिप्ट बट omitted to send, चेक रिसिप्ट बट omitted to send for collection to bank, चेक पाइयो तर बैंकमा जम्मा गर्न पठाउन भुलियो भन्ने बुझ। अब यो हाम्रो केमा जान्छ त अब हामीले वर्किङ नोटमा हेर्छौँ। चेक रिसिप्ट भयो भने चाहिँ हाम्रो $7,000 को चेक रिसिभ आज रिसिभ हो भने यहाँ प्लसमा 7,000 गर्ने। अनि हाम्रो यो डेबिटको यतातिर चाहिँ के हुन्छ त यो यसको चाहिँ क्रेडिटमा यहाँ 0 हो, बैंकमा पठाउन भुलियो। अब हामीले चाहिँ यो 7,000 लाई यो 0 सँग चाहिँ बराबर गराउने हो भनेपछि यो 7,000 लाई अब यहाँनिर -7,000 गराउने। यो 7,000 गराउँदा यहाँ 0 हुन्छ अनि त्यसमा बराबर हुन्छ। अब यो माइनस भएको यो लेस भयो। अब हामीले यसलाई यो छ चेक रिसिप्ट बट omitted to send for collection into bank 7,000 लेख्ने। पोइन्ट नम्बर 3 चेक रिसिप्ट but omitted to send for collection into bank। हाम्रो एमाउन्ट छ 7,000। त्यसैगरी हाम्रो अर्को पोइन्ट छ चौथो नम्बरको बिल्स रिसिभेबल कलेक्टेड बाई द बैंक बट नट रेकर्डेड इन क्यास बुक। अब बैंकले चाहिँ कलेक्सन गरिदियो भने हाम्रो चाहिँ के हुन्छ त यो सीआरमा प्लस हुन्छ। हाम्रो कलेक्सन कति गरिदियो 6,000, यहाँ 6,000 कलेक्सन गर्यो तर यतातिर 0 छैन। अब हामीले चाहिँ के छ त क्यास बुकमै बढाउने हो। यसमा हामीले +6,000 गराउँदाखेरि यतातिर आउँछ किनभने हामीले क्यास बुकको ब्यालेन्स दिएको हुनाले यतैतिर घटाउने बढाउने, बढाए पनि यतै बढाउने घटाए पनि यतै घटाउने हो है। अब हामीले चाहिँ यो प्लस भयो डेबिट भयो भनेपछि यसलाई यो 0 थियो यतातिर बैंकले चाहिँ के गरिदियो त हाम्रो खातामा 6,000 जम्मा गरिदियो तर हाम्रो क्यास बुकमा चाहिँ रेकर्ड भएन भनेपछि अब हामीले रेकर्ड गर्नु पर्यो यसलाई बराबर बनाउनको लागि भनेपछि यो प्लसमा जाने। बिल्स रिसिभेबल कलेक्टेड अब यो नम्बर 4 मा जाने है। 4 को पोइन्ट हो बिल्स रिसिभेबल कलेक्टेड by the bank but not recorded in cash book, recorded in cash book। हाम्रो कतिको थियो 6,000 को थियो 6,000 को। अब हाम्रो लास्टको पोइन्ट बच्यो। लास्टको पोइन्ट छ डेबिट साइड अफ क्यास बुक इज ओभरकास्ट बाई 3,000। हो क्यास बुकको डेबिट साइड यो साइड है। क्यास बुकको डेबिट साइड 3,000 चाहिँ यहाँ प्लस भयो तर यता भएन भने यताको 0 छ। अब हामीले यसैलाई घटाउने बढाउने अब यहाँ -3,000 गरौँ बल्ल 0 हुन्छ यतातिर बराबर हुने भयो। अब हामीले यसलाई माइनस अथवा लेसमा राख्नु पर्यो। डेबिट साइड अफ क्यास बुक अब यहाँनिर पोइन्ट नम्बर 5 डेबिट
side of cash book is overcasted. हाम्रो कति ओभरकास्ट भएको छ त 3000। ल यति गरी हाम्रो सक्यो। अब हामीले के गर्छौं यो माथिकोलाई यसलाई र यसलाई जोडेर राख्छौं। कति भयो हाम्रो चाहिँ 11000 भयो। यो 11000 र 40000 फेरि जोड्छौं 51000 भयो। अनि हाम्रो चाहिँ यो दुईटा 7000 र 3000 यो लेस हो तर यो जोड्नु पर्यो। हाम्रो यसलाई जोड्दाखेरि यहाँ कति भयो 10000 भयो। अब हाम्रो यो माथिको चाहिँ यो जुन 51000 प्लस हो यो चाहिँ माइनस हो किनभने लेस छ यो हैन लेस छ। अनि लेस भएको हुनाले यसलाई चाहिँ घटाउनु पर्यो। र यसरी यहाँ आउँदाखेरि यो 41000 यो भयो। र यो हाम्रो 41000 भयो। अब माथि हाम्रो के छ डेबिट ब्यालेन्स अफ क्याश बुक भनेको छ। अब हाम्रो चाहिँ अथवा यसलाई चाहिँ ब्यालेन्स एज पर क्याश बुक पनि माथि लेख्न सक्छौं। अब यहाँनिर ब्यालेन्स एज पर पासबुक। अब यसलाई क्रेडिट ब्यालेन्स भनेर लेखौं वा क्रेडिट ब्यालेन्स भन्नु र ब्यालेन्स एज पर पासबुक भन्नु न त है। ल ब्यालेन्स एज पर अब माथि क्याश बुक दिएको छ हाम्रो यहाँ तल पासबुक हुन्छ। ल हाम्रो एन्सर चाहिँ यो भयो है। ल अब यसरी हामीले बैंक रिकन्सिलिएसन स्टेटमेन्टलाई सल्भ गर्न सक्छौं। यदि यो भिडियोले बैंक हिसाब मिलान विवरणलाई बुझ्न सहयोग गरेको छ भने तपाईहरुले यसलाई लाइक, शेयर र सब्स्क्राइब गर्नुहोला। तपाईहरुको सपोर्टको खाँचो छ। धन्यवाद।